मासु लभर भनेको चाहिँ सुनेको थिएँ, तर हुँदा हुँदा ढिँडो लभर पनि भेटियो। यो ढिँडो लभर चाहिँ को रहेछ त? भिडियोको अन्तिमसम्म हेर्नुहोला। आजको भिडियो अलि स्पेसल छ। आज हामी आमा छोरी मिलेर बनाउँदैछौँ तातो कोदोको ढिँडो। यस्तो रेसिपी चाहिँ हाम्रोमा बेला मौका पाकिरहन्छ। भान्साभरि धुवाँको बास्ना, आगोको ताप अनि आमाको हातको स्वाद वा साँच्चैकै मिठो हुन्छ। यस्ता मोमेन्ट्सहरू क्यामेरामा मात्रै होइन, मनैबाट कैद हुने रहेछन्। म चाहिँ खाना पकाउँदै भोक लागेर केरा खान थालेँ। हजुरहरू पनि आउनु है हाम्रो घरमा ढिँडो खान। ढिँडोसँग लोकल तरकारीको अचार अनि घिउसँगै फ्यामिलीको माया साँच्चै नबिर्सने पल है जिन्दगीको। हाम्रो डेली भ्लग्स चाहिँ कोलाई मनपर्छ कमेन्ट गर्नुहोला। सक्दो सेयर पनि गरिदिनु होला। हजुरहरूको यस्तै मायाले गर्दा मलाई भिडियो बनाउन जाँगर चल्छ र म दिनकै भिडियो बनाइरहन्छु। नेक्स्ट भिडियोमा भेटौँ है त। बाई बाई।